झारदा सेवनी आज फेरि पनि म हजुर समक्षमा राई भाषा ट्युटोरियलको 8औं लेसन लिएर उपस्थित छु र आशा छ हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु हुनेछ अनि सब्स्क्रिप्सन पनि गरिदिनु हुनेछ जसले गर्दाखेरि आगामी भिडियो बनाउनमा मलाई ऊर्जा मिल्नेछ भन्ने कुरा म विश्वस्त छु। आज पनि तपाईहरु समक्षमा मैले यो एकदमै साधारण कमन दैनिक जीवनमा प्रयोग हुने वाक्यहरू मैले लिएर हजुर समक्षमा प्रस्तुत गर्ने यहाँनिर कोसिस गरेको छु। स्वीकार्नुहोस् यो भिडियोलाई। अब सर्वप्रथम छ यहाँनिर देखि खात किन जान्छ, छाप्सी दोप्सी खात लेख्न पढ्न जान्छ, देखि खाद्याङ किन जाँदैछ, यावा टुप्सी खाद्याङ साथी भेट्न जाँदैछ, देखि खारा किन गयो, मामा फाँसी खारा आमालाई सघाउन गयो, देखि खाद्निन किन जाँदैन, बुक तुक्याङ भुँडी दुख्दैछ, देखि मान खारा किन गएन, सारीमा लिसकी बिमार भएर, देखि चायाङ किन खाँदैछ, साका लुवाकी भोक लागेर, आई खिम्दा साङ युङ आई खिम्दा साङ युङ आज घरमा को बस्छ, आई खिम्दा नाना युङ आज घरमा दिदी बस्छ अथवा बस्छन्, नुहाङ आ दि दोब नुहाङले के पढ्छ, नुहाङ आ यङ छाप दोब नुहाङले कथा पढ्छ, नुहाङ आ दि दोप्याङ नुहाङले के पढ्दैछ, नुहाङ आ यङ छाप दोप्याङ नुहाङले कथा पढ्दैछ। अब हजुरहरूलाई यो दोस्रो लेसनमा तपाईहरुले फेरि म लादैछु है। नुहाङ आ दि दोप्ता नुहाङले के पढ्यो भने, नुहाङ आ यङ छाप दोप्ता नुहाङले कथा पढ्यो, नुहाङ आ दोप्ता नुहाङले पढ्यो, छा आ कोक थोवा नानीले खाना पकायो, अकपाङ मना बान्याङ एकजना मान्छे आउँदैछ अथवा आउँदैछन्, हावापाङ मनाची बान्याङची दुईजना मान्छे आउँदैछन्, बर्देपाङ मनाची म बान्याङ धेरै मान्छेहरू आउँदैछन्, छोवा पेन्याङ चरा उड्दैछ, छोवाची म पेन्याङ चराहरू उड्दैछन्, कुतिवा आ कोक चायाङ कुकुरले भात खाँदैछ, कुतिवा ची आ कोक म चायाङ कुकुरहरूले भात खाँदैछ, वापा ओक्याङ भाले बाँच्दैछ, वापाची म ओक्याङ भालेहरू बाँच्दैछन् अथवा बाँच्दैछन्, वामा आ दिन्याङ पोथीले अन्डा पार्दैछ, वामाची आ म दिन्याङ पोथीहरूले अन्डा पार्दैछन्। र हजुरहरूलाई आजको यो छोटो भिडियो मैले राख्ने अनुमति चाहे र अघिल्लो 9औं लेसनमा फेरि हामी भेट्ने अठोट गर्दै आजको लागि हजुर समक्षमा यो छोटो भिडियोबाट बिदा दिन चाहन्छु। अलाङ्ने।